सुरुमा चिकन वाउ मिठो छ चिकन पेप्सिकम चाउमिन पनि यो किन होला आउँदै आउँदैन त भाइ के हो के यो चमचले नआएको होला के हामीसँग काँटा चमच छैन यो छारे चमच क्या बिल्चे छ अनि यसले चाहिँ खासै चाउमिन चाहिँ आउँदो रहन्छ आउँदैन पनि फेरि भरे खुर्सानी पनि खानु है बाठो भएर क्या अगाडि चिकन छानेर खानु पर्यो नि त पिरो खुर्सानी खाइदिनु भयो खाइदिएको कडक्कै यसमा टिमुर पिसेर यसको मसला बनाएर टिमुरको पनि हालेको चाउमिन पनि एकदमै बेस्ट हुँदो रहेछ हामी दैलेखि एकदमै धेरै टिमुर मन पराउँछौँ यसमा डल्ले खुर्सानी हुनुपर्ने होइन एकदमै दामी हुन्थ्यो डल्ले खुर्सानी भयो त खुर्सानी खाइदिनु खाइदियो जाममा भएर कडक्क खुर्सानीको छालन कति साह्रो छ क्या ओके बरु डल्ले खुर्सानी ठिक है पिरो भए पनि एकदमै मिठो हुन्छ क्या एकदमै दामी मिठो छ पिरो खायो कि नाकबाट सिकान बोक्न सुरु भइहाल्छ साथीहरू हेर्नुहोस् मेरो जस्तो त्यस्तो नभन्नु न भाइ कस्तो तातो हो के धेरै पछि आफ्नै रुममा बनाएर खाएको बाहिर होटेलमा बनाएको यस्तो मिठो लाग्दैन नि त त्यही भएर टिमुर एकदमै मनपर्छ चाउमिन तर टिमुर चाहिँ होटेलमा हाल्नु हुँदैन है खै त्यस्तो केही लाग्दैन त्यही भएर आफ्नै रुममा ल्याएर टिमुर हालेर एकदमै पिरो चटपट मनपर्छ नि त खासै त हजुरले यसको मासु हाल्नुपर्ने क्या यसमा हड्डी पछि खान्थ्यौँ बिस्तारै खान्छ त साथीहरू अब चिकन मुखमा गयो भने अलिक टाइम लाग्छ चाउमिन त फात यो गइहाल्ने हेर्नुहोस् बुढी भइयो नि त 20 वर्ष हुन लागिसक्यो बुढी भइहाल्यो खासै खान सकिँदैन फेरि दाँत त छन् त भनेर नभन्नु होला त्यो अगाडि हाँस्ने दाँत मात्रै हो खाने दाँत चाहिँ छैन भने नि खाइहाल्नु पर्यो क्या खाना त खाइन्छ खाना लागि जन्मेको नखाएर त हुँदै भएन यो झन् फेरि कोठामा बस्दा त झन् मिठो मिठो खान मन लाग्ने काम गरेको भयो घरतिर अलि साह्रो छ है त्यही हातले चिकन बुझ्दैछ त्यही हातले खाँदैछ होइन नि हातले बुझाएर अलिक चम्चो खान लाग्यो मुखमा हड्डी बस्यो त्यो योभन्दा चाउमिन अर्को त्यो अघि थियो नि त त्यो सानो प्याकेटमा त्यो मिठो हुन्थ्यो होला भाइ है
होइन साथीहरू हड्डी गरेर पनि गरेर यस्तो चाहिँ पाउँछ क्या हड्डी झ्यार्याम झ्यार्याम कर्याम होइन म जस्तो अगाडि जान्छ तपाईँ खाना को कसले हुनुहुन्छ कमेन्ट गर्नु होला है कमेन्ट गर्नु होला के गर्ने रहर होइन बाध्यता हो कसले चाउमिन खाऊ भनेर पनि बाध्यता हुन्छ र साथै धेरै पिरो पनि भयो थोरै पानी पनि पिउँ बाई बाई साथीहरू लास्ट भिडियोमा लाइक कमेन्ट सेयर गरिदिनु होला धन्यवाद